हेलो गाइज वेलकम टु माई न्यू भिडियो। आशा छ सबैजना सन्चै हुनुहुन्छ होला। धेरै साथीहरूले मलाई सोधिराख्नु भएको थियो रोमनियन एमबिसीमा कस्तो क्वेसनहरू सोध्छ, कतिको गाह्रो हुन्छ इन्टरभ्यूमा भनेर सोधिराख्नु भएको थियो। यदि तपाईँहरू पनि रोमनियन एमबिसीमा इन्टरभ्यूको लागि जाँदै हुनुहुन्छ, दिल्लीमा होस् या दुबईबाट आउने साथीहरू पनि धेरै हुनुहुन्छ, दुबईमा पनि रोमनियन एमबिसी छ। कोही कोही साथीहरूले त मलाई के पनि सोधिराख्नु भएको थियो भने दुबईदेखि अप्लाई गरेको इन्टरभ्यूको लागि दिल्ली नै जानुपर्छ र भनेर पनि सोधिराख्नु भएको थियो। तपाईहरू दिल्ली जानु पर्दैन र दुबईमा नै रोमनियन एमबिसी छ, त्यहीँ गएर तपाईँहरूले इन्टरभ्यू दिनुपर्छ। मैले पनि दुबईबाट नै आएको, दुबईमा नै रोमनियन एमबिसीमा इन्टरभ्यू दिएर आउनुपर्ने हुन्छ। सो आजको टपिक रहेको छ रोमनियन एमबिसीमा कस्तो खालको क्वेसनहरू सोध्छ भन्ने कुरा। रोमनियन एमबिसीमा तपाईँलाई लाग्ने समय भनेको जम्मा 5 मिनट। तपाईँको डकुमेन्टहरू चेक गर्दै गर्छ अनि त्यो चेक गर्दै गर्दा उसले तपाईँहरूलाई केही क्वेसनहरू सोध्ने मात्र हो। बढीमा 6-7 वटा क्वेसनहरू मात्र सोध्ने गर्छ, कसैलाई 8-9 वटा सोध्ला, त्यो अलग कुरा रह्यो। तपाईहरूलाई सोध्ने क्वेसनहरू भनेको तपाईँको जब अफर लेटरभित्र भएको कुराहरू, तपाईँको वर्क पर्मिटभित्र भएको कुराहरू, कसैलाई क्रस क्वेसनहरू पनि सोध्न सक्छ। तपाईँको वर्क पर्मिट आइसकेपछि पनि तपाईँलाई धेरै समय हुन्छ, त्यसमा एकदमै प्रिपेयर हुनु होला। तपाईँलाई वहाँ गइसकेपछि पनि तपाईँ एकदमै डिसिप्लिन भएर बस्नुपर्ने हुन्छ, त्यसमा पनि उनीहरूले एकदमै ख्याल गर्छ। सो नआत्तिनु होला, इन्टरभ्यूको लागि जाँदै हुनुहुन्छ भने नआत्तिनु होला, खासै त्यस्तो गाह्रो हुँदैन। इङ्ग्लिस पनि त्यति धेरै बोल्नुपर्छ भन्ने छैन। नर्मल्ली तपाईँको 5 मिनट समय हुन्छ, 5 मिनट 7 मिनट तपाईँको डकुमेन्ट चेक गर्दा उनीहरूलाई जति टाइम लाग्छ त्यहीमा डकुमेन्ट चेक गर्दै तपाईँहरूलाई क्वेसनहरू सोध्ने हो। मेन कुरा तपाईँले जब अफर लेटरभित्र भएको कुरा र वर्क पर्मिटभित्र भएको कुराहरू चाहिँ एकदमै पुरै क्लियरै भएर जे सोधे पनि भन्न सक्छु भन्ने भएर चाहिँ जानु होला है त।